हामी आज यहाँ पथरी संस्थान र सुनबसी नगरपालिकाको सिमाना जेसिज गाउँमा आएका छौँ र जेसिज गाउँमा एउटा चाहिँ बाँध छ। त्यो बाँध चाहिँ अहिले पानी छोडेको छ, तर पनि अब यसलाई चाहिँ हामीले यो तरुनी खोला भनेर नाम राखेका छौँ। किनभने यहाँभन्दा अगाडि उता कोसीतिर गएर मान्छे बुढी खोला पनि गए अनि माथिको बोराबाँध पनि गए, तर अब यो ठाउँलाई चाहिँ मान्छेहरूले नजिकको तीर्थ हेला हुन्छ भने चाहिँ यहाँ कोही आउन चाहँदैन। तर यो पनि त्यही बोराबाँध जस्तो र बुढी खोला जस्तै एकदमै सम्भावना बोकेको ठाउँ हो। अब अहिले एकदम सुक्खा भएर पानी नभए पनि अब एक दुईचोटि मात्रै वर्षा आउँछ भने त्यसको भिरालोमा मजाले पानी आउँछ। र पहिला अब हाम्रो यो क्यामेराम्यान भाइ दिपेश लगायत सबै यही गाउँको साथीहरू यही ठाउँमा पौडी खेल्ने, उल्टी जिम्नास्टिक हान्ने उनीहरू गर्दा रहेछन्। यो यसरी थाहा भयो। त्यो भएर तपाईँ अब यहाँ आएर त्यसमा टिकटक पनि बनाउन सक्नुहुन्छ। तर भिडियो बनाउँदाखेरि सभ्य पारा बनाउनु होला। यो भिडियो हामीले कुनै अश्लील गतिविधि होस् भन्नको लागि बनाएको होइन। एकदम सभ्य रूपमा आउने, टिकटक सिकटक बनाउने, यसो साथीसँगीहरू आउने यो हो। र फेरि पनि भन्छु, यो ठाउँको नाम हो तरुनी खोला। यो खोला मुनि नै जाऊ न, मुनि मन तेरी कता यहाँबाट रहेछ नि त जानु ठाउँ। अब यो ठाउँमा चाहिँ दुईवटा बाटो छन्। एउटा बाटो भनेको यो अलिक जेन्जी केटाहरूले अलिक पुस्तो केटाहरूले चाहिँ हाम फालेर पनि जान्छन् भने अब अलिक मोटो मान्छेहरूले हाम नफाल्न सक्ने पारीबाट जान सक्ने ठाउँ छ। यहाँ यता बाँसघारी छ। यो चराचुरुङ्गीको चिर्बिक चिर्बिक आवाजसँगै तपाईँ साथीहरू यहाँ सक्नुहुन्छ। तर यो ठाउँ भाइरल भएको कारण, एकान्त भएको कारण यहाँ अश्लील गतिविधिहरू बियर सियर खानेर बोतल फाले नगर्नु। यताबाट सर किनभने यसलाई यतै हो, किनभने यसलाई एकदम प्राकृतिक रूपमै हामी त अल्टरबाट आयो सफा र स्वच्छ छ। अब यहाँ यो बियर सियर खाएर बोतल सोतल खाएर यसलाई चाहिँ फोहोर नबनाऊ होला। सभ्यता भनेको वास्तै यो ठाउँको इज्जत तपाईँहरू नै राखिदिनु होला, तपाईँहरू नै हो। ल हेर्नुहोस् बाँसघारी पुरै छ पर हेर्नु यहाँनिर एउटा है होटल सोटेल खोलेर होइन। एउटा राम्रो टिकटक हिरो हिरोइन लुकामारी खेल्दै भिडियो एउटा हिन्दी फिल्ममा डान्सिङहरूमा हुन्छ लुकामारी गर्दै होइन हो, त्यस्तो एकदम भिडियो बन्न योग्य ठाउँ हो क्या। यो क्यामेराम्यानको नजरमा र डाइरेक्टर नजरमा नपरेको ठाउँ हो। त्यो भएर कोही साथीहरू मजाका भिडियोहरू बनाउन चाहनुहुन्छ भने आउनुहोस्, हामी तपाईँहरूले साथमा छौँ। तर हामीहरूले नि सर यो चाहिँ यहाँ पानी रोकेर यहाँबाट झार्नुपर्ने अवस्था हुन्छ। अब यो पानी अलिक बढी भएपछि मलाई लाग्छ माथि होइन उहाँ बन्द गर्दा हुन्छ बाँधमा। त्यो बाँध बन्द गरेपछि यहाँ मजाले पानी आउँछ। ठ्याक्कै यो तपाईँको यही त्यो बुढी खोला र बोराबाँधको जस्तै छ यो, हेर्नुहोस् केही फरक छैन। त्यो भएर यो ठाउँको चाहिँ संरक्षण गर्ने, सम्वर्धन गर्ने जिम्मा तपाईँहरूको हो। अब यहाँ झर्नलाई हामी अर्को बाटो यहाँबाट झरौँ न। यहाँबाट होइन झर्दाखेरि भिडियो भन्दैन, म यताबाट झरौँ हम फालौँ न। फेरि यो यस्तो भिडियो इन्सपायर भएर पछि धेरैले हाम फाल्यो भने हात खुट्टा भाँच्छ। त्यसको लागि हामी जिम्मेवारी चाहिँ हुँदैन होइन। अलिअलि देखाउँ हामी तत्काल पावर पनि चेक हुन्छ त्यहाँबाट। खुट्टा चाहिँ आज अलिक कमजोर भयो, अलिक म हाम फाल्न अलिक गाह्रो छ र पनि म निकै ल सर प्रतिभाती भएको मान्छे हो। हामी ल हाम फालौँ न। हामी त सक्दिनँ क्या, कति गएर आमा पहिली ल यहाँ आउनु चिप्लौटी खेल्दैन। यहाँबाट पानी सरेर आउँछ। के फरक छ ल यो तरुनी खोलामा? बुढी खोलाभन्दा कम छ, बोराबाँधभन्दा कम छ। ल हेर्नुहोस्, आउनुहोस्, जनता जान्न चाहन्छन्। हेर्नुहोस् सम्पूर्ण देश संसार हेर्नुहोस्, आउनुहोस्। यार त सब भरेछ यहाँ त। फुर्सदका दिनहरूमा यसो दुला हनिमुनको लागि आउँदा पनि हुन्छ। हनिमुनको लागि कहाँ जान हुने, जम्मू कश्मीर जान हुने, आफ्नै ठाउँमा जान सकिँदैन? सकिन्छ। ल हेर्नुहोस् पानी कति कञ्चन छ। अझै एक दुईचोटि पानी पर्ने हो भने मजाले पानी आउँछ। यहाँ पानी बन्द गरेर नुहाउनु छ दामी रहेछ। अब यहाँ म तपाईँले बन्द गरेर गर्ने खोलाको ठाउँ देखाइदिन्छु। यहाँ जनता जान्न चाहन्छ। हामी रिसिँवाला त होइनौँ। म त सक्दिनँ नि मोबाइल पक्रिँदा। ल हेर्नुहोस्, तर केटीहरू टिकटक पनि बनाइरहेको छन्। हेर्नुहोस् जनता जान्न चाहन्छ। यहाँ पहिले हामी नुहाउने ठाउँ हो यो। हेर्नु यहाँबाट माथि हामी हम्फाल्दैनौँ। खोइ ए आऊ होइन त्यहीँबाट हुन्छ। ल पर टिकटक बनाउँदैछ। ल यो ल भयो टिकटक। ल अब यो पुरै एकदमै कम्प्लिट। यो चाहिँ हाम्रो गिर्देलियातिर जाने पानी है। यो चाहिँ नहर। यो ठ्याक्कै यसको लोकेसन यसलाई जेसिज गाउँ भन्दो रहेछ होइन? होइन बनाएको लेखेको, तर बेलाबारी हुन्छ होइन। त्यो गाउँ जेसिज भयो नि। यो ठाउँको नाम भयो तरुनी खोला। यता जङ्गल मजाको छ। ठ्याक्कै
यहाँबाट चाहिँ यसलाई पानी बन्द गरेर यहाँबाट चाहिँ पानी खोल्नु पर्ने भयो क्या अब भएन हाम्रो ठाउँ पनि भाइरल बनाउनु पर्यो अब म यहाँबाट माथि लिन्छु जेन्जी तरिका हेर जेन्जी तरिका ल मेरो मेरो पनि देखाउनु न ल हाम्रो अब हाम्रो क्यामेराम्यानको पनि म जेन्जी त म जेन्जी तरिका देखाउँछु पहिले हाम्रो ल यहाँबाट हामी यहाँ पहिले हामी नै हामी यहाँबाट नआउने मान्छे हो क्या यहाँबाट जम हान्छौँ यहाँबाट टक्क यहाँबाट टट्ट चुच्ची हाल्नु हामी पार्ने ल यो खोला हो यहाँ छ ल परको जङ्गल यो पुरै जङ्गल शीतल हुन्छ कति शीतल हुन्छ अहिले यो अब आज ठ्याक्कै हाम्रो फागुन कति गते हो आज 2 गते फागुन 2 गते हो लगभग अब गर्मी बढ्न थाल्यो गर्मीमा यति रमाइलो यति शीतल हुन्छ तर यहाँ अब यो अलिक यो धापिलो ठाउँ भएकोले यहाँ सर्पहरू पनि हुने सम्भावना हुन्छ तपाईँहरूले एकदमै सचेत भएर यो ठाउँमा हिँड्नु होला किनभने एकदम यो झाडीयुक्त ठाउँ हो ओजेलमा परेको ठाउँ अब यो सजिलो छ अब तपाईँको यसलाई चाहिँ निकालेर उता हालेर यसलाई माथि तल राख्ने अनि यसलाई चाहिँ बन्द गरेपछि पानी उता चढ्छ अनि ठ्याक्कै तपाईँको बोरा बाँध जस्तो तपाईँको यसबाट नजारा आउँछ ल पानीहरू हेर्नुहोस् कसैले माछाको लागि घडिया पनि हालेको छ ल म तलसम्म पुगेर आउँछु ल भिडियो गरेर देखेर ल मलाई तलसम्म बस खासमा त यहाँ हो नि त टिकटक बनाउनु त यस्तो छ अब एकचोटि यहाँको पानी छोएर पानी पनि छुनु पऱ्यो यहाँको अनि साथीको पानी होइन यहाँ देखाउ यहाँ देखाउ जाउँ अब हो पक्रियो मोबाइल यहाँबाट चाहिँ म सक्दिनँ पहिले यहाँ तिमी आएको नि बनाऊ ल बाजे हो ल अब म पानी छोएर हेर्छु सुरुवात त गर्नु पऱ्यो होइन अब भन्नु होला तपाईँहरू यहाँ भिडियोमा त पुरा पानी छैन अब हामी यो कोठाको पूर्जामा गर्दाखेरि चाहिँ हामीले पानी त छुनु पऱ्यो ल हामी त्यति फोहोर छैन यो पानी एकदम कञ्चन नै छ यतिकोले काम दिन्छ बुढी खोलाको झझलको अब सबैसँग बुढी खोला जाने चाहना हुन्छ बिचरा कसैको बाइक हुँदैन कसैको रुपियाँ पैसा हुँदैन आजको जस्तो महँगी युगमा रहर भएर मात्र हुँदैन नि त पैसा पनि चाहियो उता गएर खाजा खानु पऱ्यो अब गर्लफ्रेन्ड लिएर गयो भने फेरि अझै खर्च गर्नु पऱ्यो त्योभन्दा यसो ट्याक्कै आउने चिक्क बनाउने ऊ पुरै नेचुरल छ बाछाहरू चढिरहेको छ एकदम शानदार छ माथिसम्म छ त्यो माछाहरू माथिसम्म जङ्गलै जङ्गल यहीँनिरसम्म तपाईँको गाडी आउँछ यी पुल छ पक्की रोड छ के छ दौलते सौरते सब कुछ छ त्यो भएर ल आउनु होला भन्दै आजको लागि हाम्रो मिनी भ्लग अब यो पुलतिर देखाउँ अब दक्षिणतिर यस्तो छ यो बर्खा चाहिँ फेरि बाढी आएर समक्कै यो माथि पुलसम्म पुग्छ फेरि यो बर्खाको लागि होइन बर्खा त अब
तराईमा बाढी नआउने कुन ठाउँ छ र समेत बाढी नै आउने हो। त्यसमा पनि त्यो बोरावन पनि बाढी नै आउने हो हामीले देखेको हो। तर अहिले सम्भाव छ विशेष गरी चिप्लोडी खेल्ने ठाउँ है लेउ खतरा रहेछ चिप्लिने ठाउँ रहेछ पानी यो अझै चिप्लिन्छ चिप्लिनु भएन अहिले सुकिसक्यो चिप्लिनु भएन। केही छ मरिलामा केही छ केही छैन मरिलामा है खाली हात जाने हो है जस्तो म छौँ नि खाली हात जाने हो केही छैन 2 दिनको जिन्दगी। तर लोकेसन चाहिँ राम्रो छ है राम्रो 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 एकदम राम्रो जाउँ अब हामी लागौँ होला ल। अब यो भिडियो सुनेपछि तपाईँको आफ्नो प्रतिक्रियाहरू के छ भन्दै आजलाई नमस्ते।